सिम्पल रेसिपी बिग फ्लेभर किमा नुडल्स। मेरो रेगुलर भ्युअर्सहरूलाई त थाहा नै होला, मलाई आमाले नेपालबाट मोटो खालके नुडल्स पठाइदिनु भएको थियो अनि मैले त्यसको चाउमिन बनाएको मिठो लागेन, त्यही भएर आज चाहिँ किमा नुडलमा ट्राई गर्दैछु। सुरुमा त प्यान बसाले, त्यसमा तेल हालेर प्याज भुटे अनि लसुन र अदुवाको पेस्ट हाले, त्यसपछि किमा हालेर एकछिन भुटे अनि टमाटर, सोयु, स्वाद अनुसार नुन, खुर्सानी, अलिकति अजिनोमोटो हालेर एकछिन भुटे अनि लास्टमा चाहिँ धनिया र लसुनको पत्ता हालेर भुटिदिए अनि चाहिँ किमा रेडी भयो। लास्ट टाइम मैले नुडल्स बनाउने बेलामा चाहिँ मिडियम हिटमा राखेर बनाएको थिएँ, तर यसपालि चाहिँ लो फ्लेममा राखेर ढक्कन लगाएर पकाएको ठिक्क भएको थियो चाउचाउ चाहिँ। अनि त्यसपछि अर्को भाँडामा चाहिँ बक्चोइलाई पनि उमालिहाले। सबै कुरालाई पकाएर सकिसके, अब चाहिँ प्लेटिङ गर्न मात्र बाँकी छ। एउटा प्लेटमा सुरुमा चिली ओइल, सोयु, लसुन अदुवाको पेस्ट, लसुनको पत्ता, अलिकति अजिनामोटो हालेर चाउचाउ हाले, त्यसपछि साग हाले अनि माथिबाट किमा हालेर लास्टमा टपिङ चाहिँ पिनटले गरिदिए। यति गरिसकेपछि घरमा नै सजिलोसँग किमा नुडल्स बन्छ। यति भन्दै ओके बाई।